सेवारो सबैजनालाई तपाईहरु हेर्दै हुनुहुन्छ हाम्रो आफ्नै रिभ्यू च्यानल। फाइनली मैले हेरेर आइसके अ मोस्ट वेटेड मुभी जारी 2 सङ अफ च्याब्रुङ। कस्तो छ त यो मुभी आउनुस् कुरा गरौँ। जारी पार्ट 1 को सुपर सक्सेस पछि जारी 2 सङ अफ च्याब्रुङलाई आफैमा एक प्रकारको प्रेसर थियो। के यो मुभीले त्यो प्रेसर ह्यान्डल गर्न सकेको छ त या त प्रेसर ह्यान्डल गर्न नसकेर प्रेसर कुकर जस्तो पड्केको छ? आजको यस भिडियोमा बुझ्नेछौँ। भिडियोलाई स्किप नगरी हेर्नु होला। स्टोरीको कुरा गर्नुपर्दा लिम्बू समुदाय भाषा संस्कृति परम्परालाई उठान गरिएको छ भन्ने कुरा त हामी सबैलाई थाहा नै छ। के छ त त्यस्तो नयाँ जसले यो मुभीलाई पार्ट 1 भन्दा भिन्न बनाउँछ? फिल्मको सुरुवात त्यहीँबाट हुन्छ जहाँबाट यसको अन्त्य भएको थियो। हाङमा र नामसाङको छोरी भएसँगै थप जिम्मेवारी र व्यवहारमा बाँधिएका छन्। पहिलो पार्टमा पालम भन्न नआएर लजित हुने नामसाङ योपल्ट भने लिम्बूहरूको जातीय बाजा च्याब्रुङ बजाउँदै आफ्नो संस्कृतिसँग रमाउँदै गरेको देखिन्छन्। तर उनी हाँसखेल रमाइलमा यसरी भुलिन्छन् कि आफ्नो जिम्मेवारी बिर्सिँदै जान्छन्। त्यसपछि आगोमा घिउ थप्ने काम शङ्काले गर्छ। शङ्काले लङ्का जलाउँछ भने जस्तै कुरा झन्झन बिग्रिँदै जान्छ भने अर्कोतिर फिल्मको दोस्रो इम्पोर्टेन्ट क्यारेक्टर मङ्गल सिंह यानि कि विजय बरालको बिहे नहुने समस्याको समाधान गर्दै योपल्ट भने भैँसीलाई राङ्गो लगाउन जानेवाला छैनन्। तू समझा? हाँ। नहीं, तू समझा नहीं। एउटा समस्याको समाधान भएसँगै उनको जीवनमा अर्को जटिल समस्या थपिदिएका छन् समाज र भाउ मिलेर। बिचारा मङ्गल सिंह झै झगडामा मात्र सीमित पार्ट 1 योपल्ट भने कुटपिटसम्म पुगेको छ। बट स्टोरीमा ट्विस्ट ल्याउन योपल्ट छोरी पनि छिन्। एक्टिङको कुरा गर्नुपर्दा सबै कलाकारहरूले आफ्नो 100% दिएका छन्। दया हेङराई मिरोना मगरले आफ्नो काँधमा फिल्म डोर्याएका छन् भने उपेन्द्र सुब्बा विजय बराल बुद्धि तामाङले सपोर्टिङ कास्टमा राम्रो साथ दिएका छन्। अनि अर्का प्रशंसाका पात्र डाइरेक्टर उपेन्द्र सुब्बालाई सबैभन्दा डिफिकल्ट टास्क त यो थियो कि जारी 2 लाई कसरी सुरुको पार्ट भन्दा बेटर बनाउने। तर उपेन्द्र सुब्बा उनको काममा माहिर छन् भन्ने कुरा फेरि एकपल्ट साबित गरेका छन्। लिम्बू जातीय संस्कृतिको इतिहास निकै गहिरो रहेछ जुन सबै नेपालीले जान्नै पर्छ। फिल्ममा इच एन्ड एभ्रिथिङ यति डिटेलमा बताइएको छ जुन उपेन्द्र सुब्बाले मात्र गर्न सक्छन्। पाँचथर जिल्लाको भौगोलिक अनि प्राकृतिक सुन्दरतालाई योपल्ट अझै निखारेर देखाइएको छ। तर स्टोरी भने पहिला जस्तै नै दोहोरिएको फिल भयो। सेम स्टोरी नयाँ अनुहारसँग ल्याएको भए अझै राम्रो हुन्थ्यो। एकपल्ट हाङमाले दुःख भोगिसकेर सबै ठिक भइसकेको थियो। अन्त्यमा फेरि त्यही दुःख दोहोरिँदा अलिक अनरियल लाग्छ। त्यो पनि लिम्बू चेलीमाथि। समग्रमा भन्नुपर्दा चलचित्र राम्रो बनेको छ। नयाँ कास्टसँग हेर्न पाएको भए अझै राम्रो हुन्थ्यो। तपाईहरुले जारी 2 सङ अफ च्याब्रुङ हेरिसक्नुभयो भने कस्तो लाग्यो कमेन्ट गर्नुहोला। हेर्नु भएको छैन भने के को प्रतीक्षा गर्नुभएको? नजिकैको सिनेमा घरमा गएर आफ्नो टिकट बुक गरिहाल्नु र जानुभन्दा अगाडि हाम्रो भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भेट्नेछौँ अर्को भिडियोमा। थ्यांक यू फर वाचिङ।